मैले अघिल्लो भिडियोमा तपाईँका मागहरू अथवा जेनजीका मागहरू पुरा हुन्छन् कि हुँदैनन् भनेर प्रश्न पारिसकेँ। अब प्रश्न पारिनहँदा मैले चाहिँ के कुरा राखेको थिएँ भने तपाईँको मागहरू पुरा हुनका लागि अब तपाईँहरूले आफ्नो सरकार बनाउनुपर्छ। 2/3 लिएर कानुन चाहिँ संशोधन गर्न सक्नुभयो भने चाहिँ तपाईँका मागहरू सहज र सरल तरिकाले पुरा हुन्छन् भनेर भनेको थिएँ। अब तपाईँका जुन मागहरू छन् त्यो पुरा गर्नका लागि कानुन अथवा हाम्रो संविधानमा के कुराहरू संशोधन गर्नुपर्छ त भन्दाखेरि सर्वप्रथम त तपाईँले आफ्नो सरकार बनाएर 2/3 आफ्नो पक्षमा उभ्याउन सक्नुभयो भने सबैभन्दा सुरुमा तपाईँले संविधानको धारा 76मा जुन यो सरकार बन्ने प्रक्रिया छ यो 76को धारा 76लाई चाहिँ संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भनेर सर्वप्रथम राख्न सक्नुभयो भने अब आउने चुनाव भन्नुको तात्पर्य यो 82 फागुन 21 पछि 5 वर्षपछि आउने चुनावमा चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुन्छ। अर्को कुरा यही संविधानमा चाहिँ प्रदेश खारेज गर्न सक्नुभयो, संशोधन गरेर प्रदेश खारेज गर्न सक्नुभयो भने पनि अर्को चुनावमा भन्नुको तात्पर्य 82 साल फागुन 21 गते पछि 5 वर्षपछि हुने चुनावमा प्रदेशको चुनाव हुने छैन। र अर्को भ्रष्टाचार न्यूनीकरण अथवा एन्टी करप्सन जुन तपाईँको माग थियो त्यो माग पुरा गर्नका लागि तपाईँले चाहिँ एउटा न्यायिक छानबिन आयोग बनाउनु पर्छ भनेर माग गर्नुभएको थियो। अब हाम्रो संविधानमा यहाँ चाहिँ एउटा चाहिँ के छ भन्दाखेरि CIAA भन्ने छ। यो CIAA ले भ्रष्टाचारलाई रोक्ने एउटा आयोग हो। अब यो आयोगलाई संशोधन गरेर तपाईँले एउटा छुट्टै न्यायिक आयोग यो संविधानलाई चाहिँ संशोधन गरेर राख्न सक्नुभयो भने तपाईँका मागहरू सहज र सरल तरिकाले पुरा हुन्छन् है त।